नमस्ते भ्यापुल्ला। यतिखेर म बागमती प्रदेशको सुन्दर हिमाली जिल्ला रसुवाको मुट्टु अर्थात् सदरमुकाम धुन्चे आइपुगेको छु। काठमाडौँको कोलाहलबाट 120 किलोमिटरको यात्रा पार गरेपछि आइपुगिने यो सुन्दर हिमाली जिल्ला एउटा प्राकृतिक सुन्दरता मात्र नभई तामाङ संस्कृतिको एउटा जीवन्त सङ्ग्रहालय पनि हो। आज यसै पावन भूमिबाट यहाँको यो सुन्दरताको काखबाट यहाँहरू सबैलाई शुभ बिहानी भन्न चाहन्छु। समुद्री सतहबाट करिब 2000 मिटरको उचाइमा अवस्थित धुन्चे लाङटाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पनि हो। यहाँको भौगोलिक बनावट भिरालो र विकट छ, तर त्यति नै मनमोहक पनि छ। चारैतिर घेरिएका हरिया डाँडा काँटा, सिउ सिउ चल्ने चिसो हावा र छिनछिनमै बजारलाई ढाक्ने कुहिरो र बादलको लुका छिपिकीले जो कोहीको मन लोभ्याउँछ। यहाँको जनजीवन हिमाली भेग जस्तै सरल तर सङ्घर्षपूर्ण छ। भौगोलिक विकटताका कारण यहाँको जीवनशैली अलिक कष्टकर भए पनि यहाँका मानिसहरूको मुहारमा मुस्कान कहिल्यै कमी हुँदैन। रसुवा मुख्य गरी तामाङ समुदायको बाहुल्य भएको क्षेत्र हो। त्यसैले धुन्चेमा पाइला टेक्न साथ तपाईँले यहाँको मौलिक सांस्कृतिक सुवास पाउनुहुन्छ। बौद्ध धर्म र वन संस्कृतिबाट प्रभावित यहाँको रहनसहन निकै आत्मीय छ। यही बाटो हुँदै पवित्र तीर्थस्थल गोसाइँकुण्ड र प्रसिद्ध लाङटाङ पदयात्राका लागि यात्रीहरू अगाडि बढ्छन्। कृषि, पशुपालन र पर्यटन यहाँको जीविकोपार्जनका मुख्य आधार हुन्। यहाँका स्थानीयहरू आलु, कोदो, फापरको खेती गर्छन् भने माथिल्लो भेगमा चौरी पालन र चीज उत्पादन गरिन्छ। पछिल्लो समय पर्यटन व्यवसायले यहाँको आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याएको छ। लोछार, बुद्ध जयन्ती जस्ता चाडपर्वहरू यहाँ धुमधामका साथ मनाइन्छ। पाहुनाहरूलाई न्यानो स्वागत गर्ने यहाँको परम्परा र आफ्नै मौलिक भाषा, वेशभूषा अनि डम्फुको तालमा गाइने तामाङ सेलोले रसुवाको पहिचानलाई अझ उच्च बनाएको छ। संस्कृति र प्रकृतिको यो अनुपम सङ्गम धुन्चेले मलाई मात्र होइन, यहाँ आउने हरेक यात्रीलाई एउटा छुट्टै ऊर्जा दिन्छ। यदि तपाईँ पनि व्यस्त जीवनबाट केही समय निकालेर शान्त र सुन्दर हिमाली परिवेशको अनुभव लिन चाहनुहुन्छ भने रसुवाको धुन्चे तपाईँलाई पर्खिरहेको छ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला।